हेलो हजुरहरू सबैजनालाई नमस्ते, स्वागत छ तपाईँहरूलाई मेरो भिडियोमा। आज चाहिँ यहाँ म भर्खर घाँस पनि लिएर आइरहेको छु। घाँस लिएर आएर पनि गरम भएर चाहिँ यहाँ मजुर आउँछ नि त सिमीबारीमा हो, मजुर हेर्नुपर्छ। अन्त मजुरले त यस्तो पत्ताहरू सबै खाइदिन्छ नि त, अन्त यहाँ मजुरहरू हेर्नुपर्छ हो। हेर्नुहोस् न, सिमी अस्ति देखाएको भने चाहिँ यतिको भइसकेको छ है साथीहरू, ल यतिको भइसकेको छ। यहाँ मजुरले चाहिँ यस्तो पत्ता पत्ता यसरी खाइदिन्छ नि त, हेर्नुहोस् न, यसरी थेतथेतको पत्ता चाहिँ यसरी खाइदिन्छ। यहाँ सायद भिडियोमा राम्रोसँग देख्दैन पनि होला, यसरी खान्छ नि त पत्ता पत्ता, कलिलो कलिलो। यहाँ हेर्नु नाङ्गै बनाइदिइसकिरहेको छ। अन्त यसलाई हेर्नुपर्ने हुन्छ। अन्त यतिको भएको छ सिमीहरू। घाम चाहिँ भन्ने एकदम कडा छ, 5-6 दिन भइसक्यो, गरम पनि एकदमै ज्यादा छ। अन्त यहाँ यतिको भएको सिमी, अब यसलाई फेरि हामीले सेकेन्ड टाइम फेरि यसलाई हामीले यसरी माटो दिन्छ नि त, यहाँबाट माटो दिन्छ। अन्त यहाँ ऊ माथिसम्म छ, डल्लै परसम्म छ, त्यसमा हुँदै होला। मजुर आउँछ नि त यहाँ, वाक्कै बनाउँछ मजुरले। 5-6वटा 7वटासम्म आउँछ यहाँनिर खानु। पत्ताहरू सबै खाए त हुन्थ्यो नि, त्यो सबै लहरा झारिदिएर नकराइकन आउँछ। अहिले 5-6वटा थियो, कता गयो।